सोलर स्यालेन्टहरू पनि नमस्ते गाइस, के छ हजुरको खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि एकदमै ठिकठाक छु। अनि हिजो चाहिँ केही स्पेसल छ भनेको थिएँ। अनि सो स्पेसल भनेको चाहिँ आज हामीले बिहा गरेको 1 वर्ष पनि पुरा भएर अझै बढी भइसक्यो। अनि त्यसको पनि अब जिम्टी मेटाउने अनि यस्तो के गर्ने हुन्छ नि त। अनि त्योहरू चाहिँ गर्ने। अनि त्यसपछि यता घर पनि सम्धिनी फुकाएको थिएन। सम्धिनी फुकाउनलाई चाहिँ अझ यता छ। फेरि मेरो गेटअप पनि यस्तो छ। हाम्रो यहाँमा हेलो गर्नु न। के गर्नुहुन्छ त? ल नमस्ते हजुर भन्नु। सबैजनालाई नमस्ते है त। सबैजनालाई नमस्ते गर्नु है। यहाँ चाहिँ बुवा हुनुहुन्छ। आज चाहिँ हामी सम्धिना फुकाउन आएको। यहाँ स्नेहा बडारी आमा चाहिँ रातै भएर बस्नु आज सम्धिनी फुकालेर। अनि 1 वर्षमा चाहिँ हामीले सम्धिनी पनि फुकायौँ। यता चाहिँ मम्मी हुनुहुन्छ। हेलो मम्मीले चाहिँ रात लाउन नहुने भएर चाहिँ सो र यहाँ चाहिँ हेलो हेलो खाना चाहिँ आजको स्पेसल डे भनेको चाहिँ यो हो। अनि यसो सम्धिनी फुकाउनलाई चाहिँ अब खान्छु मम्मी निकाल्नु। अनि सम्धिनी फुकाएको स्पेसल डे चाहिँ अनि ओके म चाहिँ अहिले हेर्नु के भयो पर्दैन। त्यही भएर चाहिँ यता ल आमा स्नेहाले स्नेहासँग चाहिँ स्नेहा यता केसरी भयो त केसरी नि छ। माथि उठाइ त्यता होइन तिम्रो आमा पहिला आउनु त। सुनेकै होइन। आन्टी कता जानुभयो? तिमीहरू ल मेरो मोबाइल अब त निकालिदिँदा नि हुन्छ हेरेरै अब यता बस्छ त। फाइनली चाहिँ घर आयो। अनि म बिदा भएको चाहिँ देखाउन पाइनँ। उताबाट चाहिँ निस्किएको बेलाको देखाउन पाइनँ। अनि मेरो लुक्स चाहिँ यस्तो छ। अनि गर्छु भनेको हतार भयो कि निस्किन नि। अनि फेरि यताको पनि भ्याउन पर्ने नि त। अनि त्यही भएर गर्न चाहिँ पाइनँ। अलिकति उताको भिडियोको क्लिपहरू चाहिँ म हालिदिन्छु, त्यो हेर्नु होला। अनि यतापट्टिको पनि अब सकेसम्म गर्छु, नसके चाहिँ म भिडियोको क्लिपहरू हाल्छु है त। म चाहिँ अहिले मिलेसम्म चाहिँ भ्लग गर्छु। अहिले पनि म घर आइसकेको छु फाइनल्ली। अब चाहिँ अब जिम्टी मेटाउने काम छ। जिम्टी मेटाउने अनि डोरी खेल्दाखेरि चाहिँ म अवश्य भ्लग गर्नेछु।
बिदाई मैले नै देख्न पाएँ तिमी कहिले नपर पिरमा दुर्गा देवी दाई बसुन शिरमा कति राम्रो स्वाइको गुरुआमाको काखमा सबै भयो है फुपूलाई दुईटैलाई भाइले दिदीमा डाइपे भाइको चकलेट र काजु पठाइदिन्छ अरे अहिले भाइ दोहोरी भाइले दोरी गाई भ्या ए हो काजु पठाइदिन्छ च्याप्पै झ्याप्पै भने ठिक हुन्छ पर्नु पनि ठिक पारेको जान्न पर्यो सो कहाँबाट कहाँ आयो भन्ने सोच्नुभयो होला मैले चाहिँ ड्रेसहरू चेन्ज गरेर अनि बसेको साडीमा आत्तिएँ कि एकदमै अनि हाम्रो चाहिँ कार्यक्रमहरू पनि सकियो अब चाहिँ लगभग अनि ब्लग पनि हाल्नु पर्यो नि त अनि अब चाहिँ इन्डिङ गर्न लागेको रमाइलो भयो एकदमै मैले चाहिँ कुनै ब्लगहरू चाहिँ अब बनाउन सकेको छैन सो ब्लग भनेर यसरी नै बोलेर बनाउन सकेको छैन अनि उता गएको चाहिँ भिडियोहरू हाल्छु भिडियोहरूलाई चाहिँ अब त्यो भिडियोहरू चाहिँ हजुरहरूलाई हालिदिन्छु तर ब्लग भनेर चाहिँ ब्लगहरू चाहिँ बनाउन सकेको छैन अनि आजलाई यति नै भन्दै म चाहिँ बिदा हुन चाहन्छु सबैजनाले लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नुहोला फ्यामिली आजलाई यति नै बाई बाई